नो हो जानी हो लक्ष्य
यो व्यासको अर्थ बुझ्नु सक्दैन के हो भनेर हामीले रातभरि भगवानको भजन कीर्तन गायौँ अनि भगवान श्रीकृष्णलाई उठाएको तपाईँको हजुर इन्डिया हुनुहुन्छ इन्डियाको को हुनुहुन्छ यहाँ होइन यो अर्थ के हो भन्दाखेरि भगवानहरूलाई हामीले चाहिँ घरमा जस्तै पूजा गर्छौँ नि चाहे ठुलो मन्दिरमा आऊ चाहे घरमा आऊ चाहे सानो मन्दिरमा आऊ भगवानलाई सुताउने उठाउने खुवाउने चलन हुन्छ यो कुरा बुझ्नुहोस् है अब कोही पनि मन्दिरमा हामीले भोग लगाउँछ नि तुलसी पत्र अर्पण गरेर अनि त्यो ढोका लगाइदिएर अनि आफूमा पर्दा लगाइदिएर ल भगवान खानु भनेर हामी त्यहाँ छोडेर भित्र बाहिर आउने हो अनि त्यसपछि भगवानलाई खाएर चुठाइदिने हो त्यसपछि उहाँको ढाकिदिएर अथवा सुताउने चलन हुन्छ शालिग्रामहरूलाई भगवानहरूलाई सुताउने उठाउने अनि अहिले हामीले यो ब्याज भनेको भगवान श्रीकृष्णलाई उठाइयो भन्दा अब उठ्नुस् भनेर हामीले उठाएको उठाइयो मलाई कपडा लगाउने घोडामा सवारी गराइयो भनेर टिका लगाउनुस् नुहाउनुस् ज्योति जलाउनुस् माला लगाउनु सब गर्नु हामीहरूले चाहिँ अब हजुरहरूले हामीले पूजा गर्दाखेरि घरमा पूजा गर्दाखेरि हजुरहरूले के मान्नुहुन्छ भने बत्ती बालेर अनि अगरबत्ती घुमासी पूजा भएको हुन्छ पूजाको अर्थै भगवानलाई खाना दिनु हजुरले मलाई खाना बोलाउनु भयो अनि छाल लगाइदिनु भयो त मलाई आरती लगाइदिएर हुन्छ त पूजा भनेको हामीले चाहिँ हामीले आज तपाईँले होमन गर्नुभयो होमन कुन त गराउनु नि सुत्न भएन है दादा होमन गर्दा के बुझ्नुहुन्छ तपाईँलाई होमन गर्दा के हो बुझ्नुहुन्छ होमन भनेको सम्पूर्ण देवी देवताहरूलाई हामीले खाना दिनु हो स्वाहा र सोधा भनेको पितृको नाममा सोधा अनि भगवानमा स्वाहा जति पनि अब जस्तै अब हजुरको नाम के चन्द्र ओम तथा स्वाहा भने हजुरको मुखमा गयो अनि अग्निका दुईटा श्रीमती स्वाहा र सोधा अनि सोधा भनेर स्वाहा गरेपछि पितृको मुख अनि स्वाहा भने चाहिँ कसो नाम लैदियो उनको मुखमा लगाइदिने काम उनको अग्निका श्रीमतीको काम अनि बत्ती बाल्ने अर्थ के हो भन्दाखेरि हामी मरेपछि हाम्रो हिस्साभित्र हुँदाखेरि अनि यसले धर्म गरेको भने साँची बस्नु मात्रै हो बत्ती बालेर चाहिँ पूजा हुने भने होइन बत्ती भनेको के हो साँची मात्रै हो दिपनारायण सिलमी गोत्र उनको नाम हो उनलाई हामीले साँची राख्ने नामले बत्ती हामीले कर्म गरेर भगवानलाई पूजा गर्ने भने त साँची मात्रै राख्यो है त्यो बत्तीको अर्थ त्यो हो त्यही भएर बत्तीको कसम खाने हो त्यसले गर्दाखेरि हामीले घरमा पूजा गर्दाखेरि सेम जस्तै आज हामीले के गरिदियो त यहाँ सबै अब शिवजीलाई बोलाइयो माताहरूलाई बोलाइयो लक्ष्मीनारायणलाई बोलाइयो नगरलाई बोलाइयो होइन अनि सबैलाई आफ्नो बास बस्नु दियो कुछ दियो त आसन चोको भयो उनलाई राख्नलाई तिम्रो सबै आऊ यहाँ हामीले पूजा गर्छौँ उनलाई बोलायो बराबरहरूले मन्दिरद्वारा बोलाए
अनि उनलाई भोग लगाइयो फुल प्रसाद इत्यादि सबै चढाइयो अनि अन्तिममा चाहिँ तपाईँको काइले बच्चा गर्थ्यो न औँठी खुवाउँदाखेरि ल भगवान् हामीले जानेर होस् या नजानेर होस् हामीले हजुरलाई दुःख दियौँ बोलायौँ फेरि बोलाउँदा आउनु होला लक्ष्मी मात्र यहाँ गर्छ यहीँ बस्नुहोस् अरू सबै जानुहोस् है भनेर बिदा दिइयो त्यस्तै किसिमको हाम्रो दैनिक रूपमा अब तपाईँको सेम त्यही पारा आफ्नो घरमा पुजाले हामीले यहाँ अब 7वटा 8वटा कलश पुजार्नु पर्दैन है कलश भनेको अब तपाईँले भजन गाउनुहुन्छ शिवजीका 2टा छोराहरू हुन् गणेश र कुमार कुमारको पूजा कहाँ हुन्छ लाउनुहोस् तपाईँलाई थाहा छ कुमारको पूजा कहाँ हुन्छ कुमारको पूजा त अब यस्तो जग्गेरमा त हुन्छ कि कुमार भनेकै कलश हो अब यो कुरा बुझ्नुहोस् है किन भन्दाखेरि पहिलो गणेशको पूजा हुन्छ अनि कुमार भनेको देवताहरूका सेनापति भनेको कुमार हुन् सम्पूर्ण देवताहरूको पूजा कहाँ हुन्छ कलशमा हुन्छ मुखे विष्णु कण्ठे रुद्र भुरुसी देव ब्रह्मा सबै देवताहरूको 33 कोटी देवताहरूकै पूजा कहाँ हुन्छ कलशमा हुन्छ त्यही भएर कुमारको पूजा नै कलशमा हुन्छ पहिलो पूजा गणेशलाई पुरा भन्नुहोस् हामी यहाँ पराशुरी बाहुनहरूलाई पनि पराशुरी थाहा छैन कुमारको पूजा कहाँ हुन्छ भने कुमार को हुन् भनेर कुमार भनेकै कलश हुन् त्यही भएर तपाईँको दाहिनेपट्टि गणेश राखिन्छ बिचमा दियो राखिन्छ अनि हाम्रो देवीपट्टि के राखिन्छ कलश राखिन्छ यज्ञ राख्ने पनि त्यही हो घर राख्ने पनि त्यही हो अनि तपाईँले पूजा गर्नुहोस् अनि तपाईँको फुलपाती अथवा चढाउनुहोस् कि चढाउनुहोस् अनि तपाईँको केही छैन भने उसलाई खाना दिनु पर्यो नि त तर खाना दिँदाखेरि तुलसी पत्र लगाइदिनु पर्यो फेरि तुलसी पत्र नलागिकन त्यो प्रसादी हुँदैन गणेशलाई दुबो तुलसी चढ्दैन देवीलाई दुबो चढ्दैन पुरै पनि बुझ्नुहोस् है गणेशलाई के चढ्दैन तुलसी पत्र चढ्दैन देवीलाई दुबो चढ्दैन फेरि त्यही भएर गणेशको अलग खानु पर्यो थाली प्लेट अरू केही छैन भने फलफुल भयो 1 कुण्डा फलफुल त्यसलाई खोज्दा यति चढाएर अगाडि भएन कुरा बुझ्नुहोस् है यो फलफुल छ भनेर यति किलो खाऊ भनेर दिएर भएन कि यसलाई यति खोज छैन हो यसमा दुबो चढाएर अथवा दुबो गणेशलाई अथवा भगवान्लाई तुलसी पत्र लगाएर अब केही पनि छैन भने चिनी घरमा चिनी दिन्छ नि त भगवान् प्रसाद मसँग यही छ दैनिक पूजा गर्ने सिस्टम यही हो है यो विचार गर्नुहोस् त्यही भएर हामीले दियो अगरबत्ती बालेर पूजा हुँदैन प्रसादी जसरी पनि लगाउनु अनिवार्य रूपमा भगवान्लाई खान दिनु पर्यो भोग लाउनु पर्यो प्रसादी त चाहियो तपाईँसँग जे छ फलफुल छ जे छ अथवा चाहिँ केही छैन चिनी छ कसैले मिठाई ल्याएको मिठाई नै हुन्छ प्रसाद अब तपाईँको उडिसा जगन्नाथपुरीमा के हुन्छ त्यहाँको मेन प्रसाद दाल भात तरकारी हो त किनेर खाने हो दाल भात मेन प्रसाद भनेको दाल भात तरकारी हजुर थाहा हो त्यो त्यहाँको मेन प्रसादै दाल भात हो त फेरि भगवान अर्पण लगाउने हो साउथमा चाहिँ ढेँडो तपाईँको काशीमा चाहिँ के छ खिचडी खिचडी अर्पण गर्ने भगवानलाई प्रसाद चारधाम मध्येको उतामा साधु साधु यहाँ अब कोदाको ढेँडो भगवानलाई प्रसादै कोदाको ढेँडो त्यहाँ चाहिँ ढेँडो प्रसाद त्यो अशुद्ध भन्ने कारण के छ भने जस्तै हाम्रो अब सततम रजत 3टा गुण छन् 3 किसिमका भोजन छन् 3 किसिमका मान्छेका चलायमान छन् यिनी सतगुण रजगुण तमगुण यिनी चलायमान छन् यिनी कोही रोकिन्दैनन् अब अहिले हामी तपाईँसँग कुरा गरेका छौँ कस्तो किसिमले भागेको कुरा छ हामी सतगुणमा मिठा मिठा कुरा गरेका छौँ त्यही ब्यारेकमा आयो भने तपरमा हुन्छ के हुन्छ फेरि त्यहाँ तमगुण आउँछ रजगुण आउँछ अनि अन्य बेरमा चाहिँ अब मदिरा पूजा सेवन गरेर पनि हाना हुन्छ के हुन्छ रजगुण आउँछ यिनी गुण चलायमान छन् र सद्गुण रजगुण तमगुण यिनी 3 किसिमका भोजनहरू छन् र 3 किसिमका भोजनलाई शास्त्रहरूले मान्यता दिएको छ कि अब हामीले बोली प्रथा गर्छौँ त त्यो त तमगुणी हो उसलाई त मान्यता प्रथा दिएछ त ल सुरु गरौँ रक्सी पनि चढाउँदो रहेछ एउटा दियो राख्नुस् एउटा बिचा दियो गर्नुस् रक्सी पनि चढाउँदो रहेछ पूजा गर्नुस् देवीपट्टि कलश राख्नुस् सकियो अरू केही छैन अब अरू भजन गाउने सवारी चलाउने लास्टमा चलाइदिने सवारीमा चलाउने र अब ल जाओस् अब लगाउँछ अब त्यति गाउन मन ला गाइदिनुहोस् यो मेलोमा अब सवारी त्यतिखेर चलाउँला अब अरू गाए बुद्धि जनाउनु सुत्दिनुहोस् सेना कृष्ण भगवानलाई लाने भनेर जागल मारेर दोकानमा बस्ती अब गर्न भएन अब उनलाई ल्याएपछि फेरि बिहान नुहाइदिने कपडा लगाइदिने खुवाइदिने सबै गर्नुपर्ने अब त्यसलाई अब हजुरहरूले जस्तै पूजा गर्नुहुन्छ नि तपाईँहरूले अब हाम्रो यहाँ हाम्रो दिदीबहिनीहरूले के भन्छ भगवानहरूले जस्तै अब फेरि अब अरू हजुरले एउटा कुरा सिकाउँछु मैले अब सायद जानु छैन
हाम्रो व्रतको अवधि भनेको 12 वर्षको हुन्छ व्रतको कुरा बुझ्नु। अनि त्यो व्रत कस्तो छ भन्दाखेरि हाम्रो 1 वर्षको पितृको 1 वर्षको देवताहरूको 1 दिन, यानी हामीले 12 वर्ष गरियौँ भने बल्ल हामीले देवताहरूको दिव्य 1 दिन गरिन्छ यो कुरा बुझिराख्नुहोस्। हामीले चाहिँ कुनै व्रत तपाईँले आरम्भ गर्नुहुन्छ नि त्यसको व्रतको चाहिँ 12 वर्षमा अनिवार्य गर्नुपर्छ। 12 वर्षभित्र साकेत गर्नु फेरि दुब्रा लिनुहोस् हुँदैन त्यसरी। त्यसले 12 नपुर्याइ किन छोड्न भयो 12 वर्ष त्यसले गर्दाखेरि यसको नीति नियम भनेका धेरै कुराहरू छन्। किन भन्दाखेरि सबै सम्पूर्ण कुरा त लेखेर दिएको हामीले गर्न सक्दैनौँ, तर केही हुन्छ। त्यसो हाम्रो 1 वर्षको पितृको 1 दिन, पितृको 1 वर्षको देवताहरूको 1 दिन। हेर्नुहोस् शनिबारको र अर्को कुरा चाहिँ के छ भने जस्तै तपाईँले दैनिकै रूपमा जप्ने माला गर्नुहुन्छ पूजा गर्नुहुन्छ भने भगवानहरूले त्यही टाइम खोज्दै विचार गर्न सक्नुहुन्छ। तपाईँको मन लाएर हुँदैन। कहिले तपाईँले 7 बजे पूजा गर्नु, कहिले 9 बजे पूजा गर्नु, कहिले 10 बजे पूजा गर्नु, उनले एकै टाइम खोज्छन्। अनि जस्तै श्राद्धै गर्ने बेलामा श्राद्धका दिन बाउसित पछि लाएर हाम्रा पितृले आएका हुन्छन्। यो कुरा विचार गर्नुहोस् है। बाउ आउँदाखेरि सँगसँगै पितृसँगै आउँछन्। कोहीले मलाई खिलाइदिन्छ र भगवानहरू जस्तै हामीलाई भगवानले हामीले जो पुकार्छौँ उनलाई पुकार्न संसारको मान्छेले पुकार्छ त उनलाई उहाँ हुँदा टाइम दिन पर्छ कुरा यसरी बुझ्नुहोस् है। तपाईँ जुन समयमा बिहान पूजा गर्नुहुन्छ त्यही समय कन्टिन्युस हुन पर्यो रेगुलर। एउटा अब कथा नि भन्छौँ यस बारेमा। एउटा ब्राह्मण रहेछ, शिवको मन्दिर जङ्गलमा रहेछ, ठुलो तर जान पर्यो। अनि एउटा चाहिँ भैँसी चराउने लोठुवा भन्न पर्यो, एउटा थियो। ब्राह्मणले सधैँ गएर उहाँ भगवानलाई शिवको पूजा आराधना गर्ने, अनि त्यो लोठुवा भैँसी चराउने गरेर त्यही लोराले हान्ने। अब कन्टिन्यू त्यो कति वर्षसम्म चलिरह्यो। अब त्यसपछि एक दिन चाहिँ पानी आयो, खोलामा बाढी आयो। बाढी आएपछि चाहिँ अब त्यो बाहुनलाई के भयो त आफ्नो शरीरको माया लाएर यसले मलाई खुलाएर भयो लान्छ म मर्छु कि भन्ने भयो। उसले त्यही दिशाबाट पूजा गरेर भगवान समाधि सोयो भने गए। त्यो लोठो के थियो त भन्दाखेरि म मरे पनि केही फरक पर्दैन, तपाईँ त हानेर लोट हानेर आउँछु आउँछु भनेर ऊ हेलियो। हेलेर गयो, गएर लौरानु भगवती शिवजी प्रकट गर्नु ल मा के चाहियो तँलाई भन्नुभयो। अब भयो अब खाने सुतिर चुना खाने अब खोला बसो खोलाले बोगायो। मलाई त सुर्ती छैन, मेरो त लगाउनु जताततै ठाउँ सुर्ती चुना भेटाउँछ अरे कुरा बुझ्नु है। भने त्यही भएर नीति र नियम भनेको एउटै हुनु पर्यो, यसलाई छोड्न हुँदैन। हामी यसलाई के गर्छौँ भन्दाखेरि अब हाम्रो नेपालीको खानेको टाइम भनेको ठिक 10 बजी हो नि त, तर हामीले कहिले पनि फिक्स टाइममा खाना खान सक्दैनौँ। या ढिला हुन्छ, या पहिले हुन्छ, या चाँडै हुन्छ, या पछि हुन्छ। ल अब कहाँ हुन्छ जनकपुरमा सीता जन्मिन्। जनकपुरमा सीता जन्मिन्, अयोध्यमा राम। जनकपुरमा सीता जन्मिन्, अयोध्यमा राम। रामजीले गर्नुभयो भुवार हर्ने काम। जय जय सीता, जय जय राम। जप्छौँ हजुरकै नाम, जय
गरौँ है अलि ध्यान अलि भएन ताल आयो आयो भन्दैन लाग्यो सीता माग्छु भनेर विश्वामित्र गए रामलाई सीता दिन्छु भनी जनक तयार भए लैजाऊ सीता के भनु भाग्यौ शिवधनु, लैजाऊ सीता के भनु भाग्यौ खाली एकचोटिमा छोडिदिने क्या यार तपाईँले पढ्नु ल हुन्छ यो बच्चा होला अझै होइन त्यही भन्छ त्यही भन्छ हँ? त्यही भन्छ यही बच्चा हल्का स्वादी छ दशरथले रामलाई राज्य दिन खोज्दै थिए दशरथले रामलाई राज्य दिन खोज्दै थिए त्यही बेला कैकैको बुद्धि बिगारिदिए दुईटा वरदान देऊ आज भन्नै पर्यो राजा दुईटा वरदान देऊ आज पिताजीको आज्ञा माने वन गए हरि पिताजीको आज्ञा माने वन गए हरि दशरथलाई मर्नु पर्यो रामकै शोकमा परि दैव जति आपत्ति पर्छन् सबै माथि दैव जति आपत्ति
सीताराम भन्न गए मुनि वेश गर्नु सीताराम भन्न गए मुनि वेश धर्नु 14 वर्ष भरतले बसी राज्य गर्नु भन्नै पर्यो जाऊ हरि मुटु चिरा पारी भन्नै पर्यो जाऊ हरि सीताराम बन्न गए बुटा मुनि बास सीताराम बन्न गए बुटा मुनि बास न त थियो बिस्तारा न त खानी घाँस धनु बाण हातैमा लक्ष्मण साथैमा धनु बाण हातैमा
ला उठामा है सीताजीको वरिपरि सुनको मृग आयो सीताजीको वरिपरि सुनको मृग आयो त्यो देखेसी सीता माईलाई खेलाउन मन लाग्यो रावणको छलछाम बुझेनौ नि राम रावणको छलछाम बल्ल मल्ले नाच्नु तपाईँ बल्ल सीता माईलाई छाडी तपाईँ पनि जानु यस्तै भइन्छ सीता माईलाई छाडी गए लक्ष्मण रेखाको जाँगर लाग्छ नि सीता माईलाई छाडी गए लक्ष्मण रेखाको रे 52 watts 52 watts लक्ष्मण रेखाको जोगी भेषमा आयो रावण सीता चो लाइभ छ छैन रामलाई सम्पूर्ण साथीहरू जो जसले मेरो लाइभ हेर्दैछु लाइभलाई लाइक गरिदिनु न प्लिज 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 भजन
गर्ने त हरामी छ सँगै हाल्यो न त त्यसमा भयो न त भोलिबाट बालीलाई नि मारे सुग्रीवसँग मितलाए बालीलाई नि मारे सीता खोज्न भनेर भाट भाट त्यहाँ हनुमान पठाए सीता औठी 52 चिनो अहिले नि 48 जानु त छ दिनु साथीहरू लाइभ गरिदिनु ल आगो पनि लाए लङ्का पुरी दाह गरे आगो पनि लाए काजीको खबर लिए हनुमान आए रामको औँठी कहिले कति बेला भन्नु खर रोन्थे सिमरन
अझै एउटा एउटा यसरी यही भाग बनाउनु नि त 4 बज्यो नाच्ने हो त भाइ ल एउटा नाच्ने भाग निकाल्नु त्यही भाग लङ्कापुरी दाखा गरे लङ्का तरी म भिडियो गर्दैछु रावणलाई नि मारे रावणलाई नि मारे सीतारामको बलै भयो अयोध्या सवारी रामलाई कहिले नभुलम रामलाई म यता भिडियो गर्न आएको रामको नि छायाले रामको नि छायाले ढाक्यो संसार मायाले रामको मायाले
घरका देउ पितृहरू की आऊ सवारी सवारी गरौँ। हरिको हिँड्दै घुम्दै हरि हे सवारी चला पुरै सबै पानी खानु चिसो पानी चिसो पानी त्यसो